यो सरकारको कुनै शत्रु छ भनेदेखि त्यो अनियमितता हो। यदि यो देशमा यो सरकारको शत्रु भनेको कोही छ भनेदेखि त्यो बिचौलिया तन्त्र हो। हाम्रो यदि कोही शत्रु छ भनेदेखि त्यो भ्रष्टाचारको शासन पद्धति हो। त्यसलाई त्यसका विरुद्ध लागेर ती षड्यन्त्रका जालोहरू, ती भ्रष्टाचारका अभियानहरूको विरुद्धमा यो सरकार लागिसकेको यहाँहरूलाई जानकारी नै होला। यो देशमा कर्मचारी तन्त्रदेखि हरेक अब एवहरूमा राज्यका हरेक अंगहरूमा चरम राजनीतिकरण गरेर यो देशलाई गलत राजनीतिक संस्कारबाट दोर्याउन खोजिएको थियो। यो सरकार आएदेखि नै यसका विभिन्न अंगहरूमा भएका चरम राजनीतिकरणको अन्त्य गरेर कसरी हुन्छ ब्युरोक्रेसीलाई प्रोफेसनल बनाउने र सरकारका विभिन्न अंगहरूलाई चलायमान गराएर कसरी यो देशको विकास गर्ने भनेर हामी लागिरहेका छौं। र यहाँहरूलाई केही पूर्ववक्ता साथीहरूले पनि बताइसक्नु भएको छ। हामीले हिजो मात्रै संघीय सरकारको तर्फबाट बजेट प्रस्तुत गरेका छौं। सरकारले यो वर्ष प्रस्तुत गरेको बजेट यो भन्दा अगाडिका बजेटहरू भन्दा फरक छ। यो पाली यो बजेटको एउटा कुनै मूलभूत विशेषता छ भनेदेखि त्यो रिफर्म हो। हामी सरकारी संरचनाहरूलाई ट्याक्सका विभिन्न किसिमका अब एबहरूलाई यो देशमा कसरी व्यापार हुन्छ, यो देशमा कसरी संघ संस्थाहरू चल्छन्, यो देशमा कसरी जनताको शासन विरुद्ध काम हुन्छ, त्यसका लागि हामीले के गर्न सकिन्छ भनेर विधि विधान नियम र कानुनमा कसरी रिफर्म गर्नुपर्छ, कसरी रिराइट गर्नु